नमस्ते सबैजनामा। मैले पहिला भिडियोहरू हाल्थेँ डेके कुमाल युट्युब च्यानलमा। मेरो युट्युब च्यानल पनि चलेकै थियो। म नेपाल गएपछि समय मेरो अभाव भइदियो, हाल्न सकिनँ, बिजी भइदियो क्या। नेपालमा त बिजी हुन्छ नि त। अनि त्यसपछि बिजी भइदिएपछि मैले केही समय बन्द गरेँ। अब गाउँमा त काम गर्नुपर्ने हुन्छ, आफ्नै व्यापार हुन्छ, बिजनेस हुन्छ होइन। केही गरेला कि गरेपछि केही होला कि भन्ने खालको हुन्छ होइन। त्यस भएर बिजी भएँ, मैले हाल्न सकिनँ। अब म अहिले फेरि नेपालमा केही सानो आफ्नो बिजनेस व्यापार गरेँ, तर भएन, असफल भयो। छलमछुलुमै डुबियो। त्यही भएर समय धेरै अभाव भइदियो, कमाउन सकिएन। अनि म फेरि प्लेन चढेर रोमानियामा आएँ। रोमानियामा आएपछि समस्या धेरै, खुसीको समस्या नहोला भन्ने किसिमले म आएको थिएँ। झन् यहाँ जटिल समस्या भइदियो। म अहिले प्रोसेस गरेको महाराजगञ्ज भाटभटेनीको गल्ली, सिधा सानो गल्ली छ, भाटभटेनी साइडको सानो गल्लीबाट अलिक भित्र गएपछि एउटा गाला भन्ने मेन पावर आउँछ। त्यो मेन पावरबाट मैले प्रोसेस गरेको एउटा भनौँ न गाउँको चिनेको बहिनीबाट मैले चिनेर अनि प्रोसेस गरेको। अहिले त्यो बहिनी रोमानियामा बस्थिन् होइन। अहिले त नेपालतिर गर्छन्, छुट्टीमा होला सायद गएको होइन। अब सायद आउँछिन् होला, ठिकै छ, त्यो कुरा पछि भनौँला। र त्यो गाला मेन पावरबाट म आएको। तर यस्तो मैले रेस्टुरेन्टको लागि भनेर इन्टरभ्यू दिएको है। तर यो म बेकरीमा भइदियो के। इन्टरभ्यू दिएको के निकालिदियो के, कस्तो धोका भइदियो के। अनि पहिले पैसा मागिदियो के। अनि पैसा मागेपछि मैले दिएँ। मलाई थाहा भएन, म त लतनी भएर इन्टरभ्यू दियो, पास पनि भइयो, होटेलको लागि है। फेरि पास भइयो। अनि लास्टमा चाहिँ नि ल तपाईँको वर्क पर्मिट निस्क्यो, अफर लेटर चाहिँ नि रेस्टुरेन्टको छ कि फेरि। अनि हुन्छ त नि भनेर दियो। आखिरमा बेकरीमा आयो। बेकरीमा आएको, काम यस्तो गाह्रो। 12 घन्टा काम गर्दाखेरि त तपाईँको हेर्नुहोस् धेरै गाह्रो हुने कि। अब 12 घन्टामा काम गर्दाखेरि खाना पनि छैन फेरि। अब रातिको 12 बजे जाने हो, बिहान 12 बजे आउने हो। त्यो 12 घन्टामा कति भोक लाग्छ होला के। यति भोक लाग्छ नि तपाईँको ढुङ्गा खाम जस्तो हुन्छ, मठाम हुन्छ। त्यो बेकरीको त्यो पाउटी खाएर हुँदैन। अब नेपाल जस्तो हुँदैन, धेरै फरक पर्दो रहेछ यहाँको बेकरी। अनि यो म अहिले बेकरीमा काम गरिरहेको छु। तर तपाईँहरूले जानेको कामभन्दा अरू काममा चाहिँ नि नआउनु होला। किनभने जानेको सिप जस्तो ठुलो कुरो केही होइन। होटेलमा आउनुहोस्, होटेलमा आउनुभयो भने तपाईँले खाना त पाउनुहुन्छ कमसेकम। हो पैसा कम होला तर खाना पाउनुहुन्छ क्या। खानै ठुलो कुरो के। जब घर छोडेर आउनुहुन्छ नि, त्यो खाना भएन भने काम छैन। पैसा भनेको ठिक छ, ढिलो चाँडो कमाइएला, त्यो अलग छ। तर मेन त पहिला तपाईँको खाना हो क्या। घाँस बास कपास। तर मलाई यस्तो तालले फसायो हेर्नु। ठिकै छ, अब मेरो 4 महिना भयो यहाँ रनिङ भएको। अब 4 महिनापछि 4-5 महिनापछि चेन्ज गर्छु होला, कार्ड पनि बनिसक्यो मेरो। तर यति गाह्रो हुँदो रहेछ कि यो तपाईँको 12 घन्टाको काममा तपाईँहरू कोही पनि नआउनु होला के। तर आउनु होला जानेको सिपमा। किनकि तपाईँहरू जस्तै होटेलको जानुभयो भने तपाईँले होटेल लाइनमा यति बेस्ट छ नि, यहाँ बहुत राम्रो हो कि। त्यही भएर खाना त पाउनुहुन्छ, त्यति मात्रै हो। बाँकी पैसा त बिस्तारै बढ्ने कुरा हो, त्यो अलग कुरा हो। तर जे जसो भए पनि तपाईँहरू यस्तो अरू काममा नआउनु होला। जुन काम तपाईँहरूले त्यहाँ चोज गर्नुहुन्छ त्यो काममा आउनु होला। त्योभन्दा अरूमा आउनुभयो भने तपाईँहरूले बुझ्नुहोस् कि म पीडामा परेँ, अब के गर्ने होला भनेर हारगुहार गर्नुपर्ने हुन्छ। र मेन पार्टमा जाँदाखेरि आफ्नो एकजना 2जना मान्छेले जानु होला। भोलिको दिनमा तपाईँले अप्ठ्यारो पर्दाखेरि गएर त्यो मेन पावरको चाहिँ नि समात्न पर्न सक्ने खालको अवस्था होस् के। मेन पावरको डाइरेक्टरलाई समात्नु पर्ने अवस्था खालको
भयो भने त्यहाँ त बोल्नु पर्यो होइन। त्यो अवस्था आउँछ। त्यही भएर आफ्नो 2-3 जना लिएर जानु होला, आफ्नो मान्छे होइन, एक्लै नआउनु होला। म अहिले यहाँ छु, अहिले रमणीय बुकरिस्ता सेक्टर 5 छु, यो बेकरीमा छु होइन। अब बेकरीको बारेमा त धेरै दुःख हुन्छ बेकरीमा, तपाईँ नआउनु होला। गल्तीले पनि बेकरी भनेपछि नआउनु होला। तुर्कीहरूको हुन्छ प्रायः जसो बेकरी, तुर्की साहबहरूको हुन्छ बेकरी, यति लास्टै हुन्छ। तपाईँहरू यति रुनुहुन्छ आउनुभयो भने। म 70 किलो थिएँ, घटेर अहिले 60 किलो छु अहिले। 60 किलो पनि खोइ छ कि छैन होला कि, यति काम हुन्छ कि। त्यही भएर चाहिँ सायद तपाईँहरू एकदम विचार गरेर आउनु होला है। सबैसँग मेरो यो बिन्ती छ, आउनुहोस्, तर खाना आफूले पकाएर खाने खालको वातावरण मिलोस्, आफूले लगेर खाने टाइम मिलोस्, त्यस्तो ठाउँमा आउनु होला के गर्ने। म त यहाँ यस्तो ठाउँमा आइहालेँ, फसिहालेँ। अब ठिक छ, म पनि अब संस्थाहरूसँग हार गुहार, उद्धार केन्द्रका हार गुहार गर्दैछु। ठिक छ, जे होस् छैन, अब मेरो पनि उद्धार हुन्छ होला सायद। अब मैले सायद काम चेन्ज गर्ने प्रोसेस छ, मेरो कार्ड आइसकेको छ, मैले भनिहालेँ। त्यही भएर तपाईँहरू आफ्नो काम जानेको कामभन्दा विपरीत काम गर्न आउनु होला, मेरो यो रिक्वेस्ट छ तपाईँहरू सबैलाई है भन्दै मेरो यो डिके च्यानल युट्युबबाट बिदा लिएँ। नमस्ते नमस्ते नमस्ते।